यो मेरो मान्छे भन्नु हेलो भन्नु न कति धेरै मान्छे आम्मामा यता चाहिँ भिआइपीको लाइन यता चाहिँ टिकटको पुरा सबैजना बिजी हुनुहुन्छ अनि हामीले चाहिँ यहाँ चक्लेट दिँदैछौँ अहिले चाहिँ यहाँ खाना लगाउनुहुन्छ हेलो दिदी कस्तो फिल भइरहेछ कस्तो छ यसै कर्ममा अब भने नेपाली क्लब बाह्रै देशमा आएर अनि मैले चाहिँ आज भ्लग इन्ट्रो गर्नै बिर्सेको त्यही पनि म एकदम बिजी थिएँ त्यही भएर मैले भ्लग इन्ट्रो गर्नै पाएन अनि यहाँ चाहिँ मम्मी हुनुहुन्छ नाचु गाइबस्नु भएको छ राजदूत नेपाली राजदूत समाज मनामा बहराइट र कृष्ण साक्ष मगर अध्यक्ष नेपाल मगर संघ बहराइट मिति 30 मार्च 2025 सेलिन बेबीहरू नाचिरहेको थियो अनि उनीहरूलाई यो प्रमाणपत्र दिँदै हुनुहुन्छ अनि यहाँ चाहिँ माइकिङ हुँदैछ नि त त्यही भएर म बोलेको केही पनि सुनेको छैन होला मेरो आवाज सानो सुनिरहेको छ होला मान्छेहरू हुन्छ कृपया उपस्थित सम्पूर्णले यी साना नानी बाबा नानीहरूलाई ताली बजाएर हौसला प्रदान गरिदिन हार्दिक अनुरोध गर्दछु भिआइपी गेस्टहरूलाई वेलकम गर्दै थियौँ दिदी चाहिँ अहिले पनि त्यही पछि मम्मी नाच्नु भएको थियो नि त अनि त्यही भएर म चाहिँ यहाँ भिडियो गर्न लगाएको थिएँ दौडिँदै प्रशंसा पत्र प्रदान गरिदिनु हुनको लागि यस स्टेजमा पाल्दिनु हुने अतिथि महामहिम प्रमुख अतिथि महामहिम हेलो सतीश हेलो हेलो क्यूट बेबी जोडले अङ्कल हेलो भन्नु न एलपी स्कुलमा प्रस्तुत भइरहेको छ कृपया र कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास बहराइनका पाल्नुभएका अध्यक्ष प्रतिनिधिज्यूहरू बुद्धिजीवी अभिभावक वर्गहरू पत्रकार कलाकार प्राविधिकी खोजी थ्यौ धनी बुझ्नेलाई पो बुझाउनु मगर हेर्नेको भिड हेर्ने कस्तो हुन्छ साथीहरू
त्यति अनुमति छैन। सो म तपाईँहरूलाई 3-4 वटा आधुनिक गीत सुनाउँछु, त्यस पछाडि हामी लगातार डान्स गर्नेछौँ। यति भन् डुब्दैछु तिम्रो यादमा भनेको आज नै हो, के हुन्छ भोलि होसपछि त होसमा आउँदा 13 वर्ष पछाडि आएको होइन यो शिव परियार बहराइन आउँदा। ओके, यो गीत रिलिज भएको मोस्ट प्रोबाब्ली 15 इयर्स भयो। जिस्काएर कता हो सोल्टिनी चिटिक्क परेर भन्यो भने त जस्तै मरद सोल्टी खोज्दै हिँडेको हो, लाने आँट छ कि छैन भन्ने म पढ्छु कि म फेरि। त्यसैले मेरो रुखको भ्यालु गर केटा हो। यस्तो राम्री भएर कल्चरल ड्रेस लगाएको बेलामा एउटा कल्चरल गीत, खासमा मलाई अलिकति आरोप चाहिँ आउँछ कि भल्गर गीत मात्रै गाउँछ टाइपको होइन। तर मैले गाएको धेरै त्यस्ता गीतहरू, कल्चरल गीतहरू एकदम पपुलर छन् र नेपालमा सबैभन्दा धेरै कल्चरल डान्सहरूमा प्रयोग गरिन्छन्। सो अहिलेलाई हाम्रो नेपाली मध्यपश्चिमको जलमा परेका पाउला हे भन 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 हो हे राम्ररी भन हे स्वर मिलाइ हो कि हो यो बहरा। अनि केटाको लागि सुसाइड अटेम्प्ट गर्नै हुँदैन, किनकि कालो गए गोरो आउँछ, गोरो गए कालो। झ्याप्पै माया लगाइदियो झिल्के पर्दाखेरि पालो, नत्र लाइनमा अरू पनि हुन्छ। किनकि केटी मान्छेहरू सुन्दर हुन्छ, सुन्दर केटीको मान्छेको पछाडि चाहिँ धेरै मान्छे लाइनमा हुन्छ है। त्यसैले जिन्दगी नै सके जस्तो, आफ्नो बुढाले धोका दियो भनेर जिन्दगी सके जस्तो, बोयफ्रेन्डले छोड्यो भनेर जिन्दगी नै सके जस्तो आफूले आफूलाई बर्बाद चाहिँ गर्नु हुँदैन है। सुटहरू लाउनुहोस् अथवा चाहिँ